कसरी आयो ब्लाइन्ड के गर्छ ल केटाकेटी हो केटाकेटी नभन्नु मेरो प्रिय केटा हो हामी चल्दिँदैछौँ होइन हामी चाहिँ अब गाउँ जाने तयारीमा छौँ अहिले एक्ज्याक्टली 12 बज्यो तेल छैन हेर्न सकिन्छ तपाईँहरूले पनि हल्का फर्स्टमा चाहिँ अब कुरा के हो भने बाइकमा तेल छैन तेलले सक्यो है सरी फर्स्टमा चाहिँ अब यहाँ यो क्यामेरामा केही छैन कि प्रोटेक्टर ग्लासहरू त्यसको लागि प्लास्टिक हुन्छ नि त घडीतिर टाल्ने त्यस्तो प्लास्टिक पाउँछ कि भनेर हामी जाँदैछौँ हेरौँ के हुन्छ अहिले एक्ज्याक्टली हामी कहाँ हो भने अहिले चाहिँ हामी यो बोडेमा है र चल्दै अब छिटै यहाँ अगाडि हो त्यो पसल त्यहाँ छ भने त मल पसलमै पाउँछ जस्तो लाग्यो मलाई पाउँछ पाउँदैन त्यो चाहिँ थाहा भएन त जाउँ हेरौँ के हुन्छ है त ल है त आइपुग्यो अब यहीँ हो यो ल यो मोबाइल दोकान ल बन्द पो रहेछ त यार अहिले चाहिँ हामी यो यहाँ यो किन हो बोडे गली यता हो यहाँबाट सिधै जाँदै टोकिन्छ ल पुरानो बाटो उठ्छु नयाँ होइन फेरि नयाँ बाटो भाटघटी पुग्ने हो भनेपछि मैले हिजो 500को हालेँ एक लाइन छ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ 1000को हाल्यो भने पुग्छ होला प्राइस नै ड्रप भएको रहेछ ल यही चोक चाहिँ हेर्नुहोस् यही हो होइन दिस इज राधे पुरानो ठिमीको चोक अब यहाँबाट तेल हालिदिउँ है तेल सेल हालेर निस्किनु पर्ने हुन्छ अब यहाँबाट चल्दिउँ हामी निस्किसकेका छौँ पेट्रोल पम्पबाट 1000को तेल हालेर अहिले हामी दुवाकोट आइपुग्यो एक्ज्याक्टली दुवाकोट आयो यस्तै पाराले भ्लग लाग्नु हुन्छ यार हल्का अब सिधै उता सल्लाहघारीमा पुगेपछि है त केटा केटा हो अब कोही अब यो साँगाको बाटो जान चाहनुहुन्न भने साँगामा अब अफरोड छ हल्का ठुलो आउँछ त्यही कारणले हामी चाहिँ यो नालाको बाटो हुँदै जान्छ कि यहाँबाट पाँचबारी निस्किएर त्यहाँबाट उता दसैँ पुग्दै ए भन्ने मन्दिर छ गाई जात्रामा बब्बाल हुन्छ त्यहाँ चाहिँ बब्बालै हुन्छ अब त्यहाँबाट बब्बाल हुन्छ त्यहाँबाट उता के गेट भन्थ्यो त्यहाँबाट यता छिट्टै जाने हो ल है त हल्का बढाइदिउँ अब यहाँ ज्याकेट एउटा दिएको गाउँ जान ब्याग ल्याएको थियो यो ज्याकेट एउटाले अटेन कि यो यस्तो बिजोक हालत छ हाम्रो अब यहाँ दुईजना ल यो ब्याग अब हजुरआमाले ब्यागले सामान लान भने ज्याकेट एउटाले खायो नि त अहिले चाहिँ हामी यो नालाको बाटोमा आइपुग्यो है केटा हो यो नालाको बाटो हो यो चार्ज नै धेरै छैन अब सिधै क्यामेरा अफ भएर हामी बनेपामा भेट्छौँ यहाँबाट ल त केटा हो
अहिले चाहिँ हामी यो तुलिखेलमा आइपुग्यो रिस तुलिखेल होइन बाइक यहाँ छ मामाले लिँदा चाहिँ भर्खर कति बज्यो 1:47 है मेरोमा ठुलै ठुलो छ भाइ त्यहाँ सामान किन्न गएको छ यो तुलिखेल आइपुग्यो अब यहाँबाट मुनि जानुपर्ने हुन्छ यहीँ मुनि छ क्या हाम्रो अब त्यो दामी अड्डा अब यु क्यान सी द भ्यू गाइड्स भ्यू हेर दामी खुलिरहेको छ आज दामी गाविस मामा बस्दैछ त्यहाँ छिलमा यतातिर छ यहाँ चाहिँ अब के हो छ उतातिर जानु ल सियो अहिले चिया खाने ठाउँमा यहाँ छ बाइक यो बाइक हो यो साउन्ड हो केटा हो यही हो है त ल भ्यू यु क्यान सी द भ्यू दामी छ भ्यू देखेन भने म टाइम ल्याबको भिडियो हाल्छु यहाँ अब हामी यहाँ चिया खान्छौँ यही हो त्यो ठाउँ चाहिँ यही हो बाजेको ठाउँ चाहिँ यही हो है बाजेको ठाउँ चाहिँ यही हो दामी छ हेर यही कलेज यहाँ धुलीखेल त्यहाँ अगाडि छ त्यहाँबाट हल्का 20-100 मिटर जति होला यो यहाँ छ अब यहाँ स्ट्यान्ड राखेर एउटा टाइम ल्याब यहाँ बनाइदिन्छु यहाँबाट त्यो हिमाल देखिरहेछ हल्का फुल्का देखिरह होला भिडियोमा नि त्यही हो अब भयो त जस्ट टाइम ल्याब हेर्नुहोस् राखेर मैले गोप्रो चाहिँ निकालेको छ कि किनभने यु गाइज क्यान सी द कन्डिसन अफ रोड होइन रोडको ठुलै ठुलो हुन्छ यहाँ पुरै ठुलो हुन्छ कि यो त नर्मल हो अहिले यहाँ पानी हाले त यस्तो छ होइन त्यहाँ पनि झन् बढी धुलो छ त्यहाँबाट गोप्रो हाल्छु म अहिले गोप्रोको यस्तो छ सेटअप सस्ता मस्ता सिलाइ अब त्यस्तो छ यहाँ फेरि हग्दिएछ है हग्दिएछ माथिबाट चराले त्यहाँबाट हग्दिएछ गोप्रो मुनि गएर हाल्छ अब सिधै हामी तुलिखेलको अफरोड पढ्यो है केटा यो पढ्यो अब यहाँ मुनि एउटा चेकपोस्ट जस्तो छ मेरो घरमा चेकपोस्ट जस्तो राखेको थियो नयाँ मना धेरै हो भनेपछि राखेको त थियो साउन्डतिर होला यार म गाउँ नगएको दसैँ यसपालि यहीँ मनायो यहाँ एउटा चेकपोस्ट राखेको छ बेला बेला चेकिङ हुन्छ होला टिचरहरूको मेबी मामाहरू त्यहाँ मुनि बस्नु भएको छ मजाले त्यहाँ घाम ताप्दै मामा होइन मामै हो मायाले भने अब उनीहरूलाई नि गाह्रो छ अब ड्युटी हो निभाउनु पऱ्यो अब चिज काट्यो भन्दैमा नराम्रो सोच्नु भएन है केटा हामीले हामी युज हो अब हामीले बाइक मोडिफाई हान्छ अब हानेपछि हामीलाई नै थाहा हुन्छ चिज काट्छ भनेर तर पनि हामी जाँदा हुन्छ हेर हामीले हो कि होइन केटाहरू तिनीहरूलाई थाहा हुँदा अनि त्यस्तो गरेपछि चिज र खानु पऱ्यो नि त अब चिज खाएपछि अनि यस्तो त्यस्तो भन्नु त भएन नि त हामीले नि होइन यहाँबाट चाहिँ अब हामी सिधै पाँचखाल निस्किन्छ होला होइन अब अहिले एकछिनमा कुदाउनु नि पर्ने हुन्छ हामीले बाइक नि कुदाउनु पर्छ यतिकै नि काम छैन नि त यहाँ चाहिँ रोड सानो छ फेरि यस्तोमा चाहिँ अब बिस्तारै जाउँ हर्न बजाउँदै जानुपर्छ हजुरआमा आउनु भएको छ गाडीहरू कहाँ छ त केटा हो यो त गाउँ चाहिँ एक्ज्याक्टली म बस्ने ठाउँदेखि होला यहाँदेखि 72 हो छ है घरसम्मै 72 यहाँदेखि अब सुकुडे हुँदै जाने हो तिमीहरूलाई अहिले सब भन्छु म यो हेर्दै बस्छु ल मेरो चाहिँ माइक छैन क्या यहाँ डिजिआईकै माइक छैन रहेछ यो डिजिआईको क्यामेराको लागि अनि त्यसको लागि माइक छैन त एक्सिडेन्ट लाग्छ यो क्याटको अनि अब बिग थ्याङ्क्स टु माई ड्याड जसले आफ्नो छोराको लागि यति गरिदिएको छ अल्सो टु माई मम अहिले यत्रो भइसक्यो स्पेसल केही दिनुभएको छैन जे गर्ने घर तर जस्ट दिदी त कहीँ भन्नुहुन्छ
उनीहरूले। अनि यो चाहिँ अब यो बाँस खाल्की यो केटा घारी भन्छ होइन केटा हो। यहाँ चाहिँ अब सब ठाउँमा देख्न सक्नुहुन्छ तपाईँहरू लस्सीको बोर्ड देखिरह होला। यु क्यान सी गाइस यहाँनिर लस्सी सबमा लस्सी पाउँछ। हामी नि पहिला बसेर खान्थ्यो गर्मी महिनाको लागि। दिस इज फुड प्लेस मेन भने हामी बस्ने चाहिँ यहाँ हो। ल यो छ नि यो यहाँ हो क्या त्यो। यहाँ चाहिँ दामी पाउँछ दामी। त्यहाँबाट पनि अक्खा देख्छ यो मक्खन घाम है। अब चाहिँ यहाँतिर यो पिपलले यो यस्तो ब्लाइन्डमा चाहिँ डाउन ओभरटेक है गाइस। यस्तोमा डाउन ओभरटेक अहिले हल्का कुदाउनु पर्छ। ठुलो हाने हेर न। अनि यस्तो हुन्छ अनि सेन्स छैन भर्खर ल्याइरहेको छ बाउले। आमा त ल्याम्पमा गयो भने मेरो बाउले के हालेको पार्ला देखेर आयो। कस्तरी आयो ब्लाइन्डमा महादत चोट गन्डो झन्नै एक्सिडेन्ट भयो महादत चोट। त्यसैले यो गाई हर्नमा नै हिँड्यो महादत चोट। यहाँ चाहिँ बाटो हेर न लामो यस्तोमा कर्न के हो यस्तो के हो यो। कन के गर्छ लामो 2 घडी ल्याङ भएछ महादत चोट। यस्तो कागती हुन्छ घन्टी भने रविलाई नै छामे होइन र। ल चल बस कुरा चाहिँ यो हो कि आफ्नोलाई नरोजौँ। जुन चाहिँ देश विकास गर्छ त्यसलाई रोजौँ कि आफ्नो नानीले भन्नु जसलाई अब हामी युवालाई थाहा छ हामीले अब के दिएको अब लुगाइ चल्नु के भयो हामी भनेर सुन्दैको होइन। अब त्यस्तो आन्दोलनमा हाम्रो आफ्नो दाजुभाइहरू कति जितेको छन् भनेर सबलाई थाहा छ नि त। त्यसैले तिनीहरू माथि के गर्ने बाउ आमालाई भन्नु को मान्छेले कतिको राम्रो काम गर्छ कसले गर्दैन भनेर धेरै मान्छे छ नराम्रो काम गर्ने। दाजु यताउति हेरेको टाढो यसलाई जेरुको यहाँबाट चाहिँ मिलम्ची जानु है अनि हाम्रो गाउँ चाहिँ यता हो।
यही हो है केटा हो यु क्यान सी द भाइरल प्लेस ल हेर ल्याम्प्सहरू यही हो ल भाइरल थाहा छ नि तिमीहरूलाई यु क्यान सी द्याट ढुङ्गा हेर्नु सक्नुहुन्छ सबैले थाहा होला यहाँ दिदीले चटबडेहरू बनाउनुहुन्छ यही हो हामी चाहिँ यहाँ खाजा खाँदैछौँ है वी आर इटिङ खाजा खाँदैछौँ यहाँतिर यहाँबाट दोलोल घाट नजिकै छ दोलोल घाट त्यसपछि बन्देउको चेकिङ त्यही हो ल त केटा हो हामी चाहिँ अब यहाँ खाजा खायो यहाँबाट निस्किँदा यु क्यान सी द भ्यू यहाँ फोटोसोटो हान्दा दामी आउँछ ल लेट्स गो गाइस यहाँ पहिला यस्तो थिएन नि थाहा छ तिमीहरूलाई केटा हो पहिला फरक थियो अहिले चाहिँ हामी यता दोलर घाट आइपुग्यो है दिस इज दोलर घाट है हामी दोलर घाट आइपुग्यो अहिले ब्याक विजी ब्याक अहिले हामी दोलर घाटमा छौँ यो पुल थाहा होला सबैलाई है यो पुल सबलाई थाहा खोला अहिले कम छ बढी महिनामा यहाँसम्म एउटा खोला पुग्नु खोला चाहिँ अहिले हल्का कम रहेछ हल्का है फेरि हल्का बढ्यो भने हल्का हल्का जाम छ यो टोइलेट हेर न अब कस्तो ठाउँमा छ कि यो त म बच्चा हुँदादेखि चाहिँ यो गाडीको धुवा लास बनाउने यहाँ पार्किङ छ केटाहरू छ यहाँ अब यो हो अनि सिन्धुपाल्चोक जाने र उत्तर जानेको म बाटो देखाउँछु त्यो यहाँबाट काभ्रे जान्छ केटा हो यो बाटो काभ्रे यहाँबाट काभ्रे जाने हो यहाँबाट सिन्धुपाल्चोक सब सिन्धुपाल्चोक यता काभ्रे अघि देखाएको त्यता है घाटबाट अब ल जम्मै त्यसको चाहिँ हामी उता पुग्छ चौतारा त्यहाँ चेकिङ हुँदैछ चौतारा पुग्छ त्यहाँबाट चौतारा हाम्रो मेन काम नागरिकता साङ्गरिकता हुन्छ नि त नागरिकता बनाउनेहरू त्यहाँ हुन्छ सबै काम अनि अब चाहिँ हामी यहाँबाट पनि यहाँ दामी चेकिङ हुन्छ केटाहरू बप्पाल जो सिन्धुपाल्चोक आउँदै हुनुहुन्छ होइन मेनली जो सिन्धुपाल्चोक आउँदै हुनुहुन्छ नि जाँदा चेकिङ नपर्दाकोहरू आउने बेलामा लाइसेन्स नभए त कसैको त्यो रसिद हुन्छ नि त्यो ल्यायो भने बोर्डबाट सक्छ होइन तपाईँहरूलाई त्यसपछि उनीहरूले थोप्रै निकालिदिन्छ कि रिक्स चाहिँ यहाँ चाहिँ म लाइसेन्स नहुँदा यहाँ भाइले कि अब म यहाँ के स्कुल भएको कि किनकि अब बिस्तारै जानुपर्ने हुन्छ दिस इज ड्याम जाँदा म्याक्सिमम् चेकिङ हुँदैन यहाँ आउँदा चेकिङ हुन्छ हेर्नुहोस् ल गार्ड दाइहरू हाम्रो गार्ड दाइहरू छन् त्यहाँ त्यही हो कुरा यो चाहिँ सुकुटेको मेन रोड हो कि केटा बुझेनौ यो हो कि मेन रोड अरे फेरि त्यो सुकुटेको मेन चोक मुनिबाट चाहिँ वाफल अब यहीँबाट जान्छ हाम्रो गाउँमा बुझ्यौ केटा बुझ्यौ ढुङ्गा कति उड्यो यहाँ रहेछ यही हो कति आधी घन्टा लागेछ हामीलाई आइपुग्न यहाँ ल केटा हो होइन हामी चाहिँ अहिले यो चियानीमा छौँ तपाईँहरूले देख्नुभयो होला आएको यसले चाबी घुमाउन आएन यस्तो गर्ने यसरी अफ न्युटन यो है त ल एक लाइन प्रिन्ट गरेछ बुझ्यौ केटा हो अब हामी यहाँबाट जान्छौँ यहाँ चिसो छ रोड पिच देखिँदा होला केटा हो तिमीहरूले होइन तर यो रोड पिच होइन यो यहाँसम्म पिच हो एक्ज्याक्टली यहाँसम्म पिच हो यहाँबाट पिचै छैन क्या बुझेनौ यति हो क्या बिच त्यहाँबाट सुकुटे बिच जस्तो त्यो नि बिच हो हाम्रो गाउँ हाम्रो अब यो मेरो होम टाउन चाहिँ अब मेनली भनेको चाहिँ यस्तोकै लागि फेमस छ क्या बुझेनौ एउटा हो
यहाँ ठाडै उकालो छ कि यो चाहिँ ठाडै ल उकालो देखा भाइ राम्रोसँग ठाडै चाहिँ उकालो ल आडियोमा अगाडि यो उकालोमा चाहिँ तिर्पल बस्यो भने बाइकै ठाडै उकालो ल ठाडै ठाडै यो ल बाटोको कन्डिसन हेर यहाँ त्यति मात्रै राखेको छ नि त मलाई बुझ्नु केटा हो बुझ्नु यस्तो 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 बाटो त यति हो नि फेरि यति यस्तो राइडर छ यस्तो मलाई डरै लागिसक्यो पहाडीको बाटो यसलाई अब के बाटो हो यो ए बाटो पहाडी हो यो चाहिँ हाम्रो जग्गाको पिच सर्टकट बाटो यो चाहिँ डाँडा गाउँ है यो चाहिँ डाँडा गाउँ हो ल हेर केटा हो यो चाहिँ डाँडा गाउँ हो हाम्रो गाउँको मुनतिर देख्दैन होला सायद है यो चाहिँ डाँडा गाउँ है उतातिर घर छ सब ठाउँमा घर छ यो डाँडा गाउँ हो हेर्न सक्नुहुन्छ अनि यहाँ यो बाटो हो त्यहाँबाट हाम्रो गाउँतिर पुग्छ अनि एउटा खन्चुवा खाँदैछ खान नपाए जसरी एकछिन यहाँ चाहिँ हामी ब्रेक लिएको है 5:30 भइसक्यो दिउँसो हिँडे अब हामी यही बाटो हुँदै जान्छौँ यो सिधै जाने अपडेट छैन हो 10-15 मिनटको बाटो भनौँ अफरोड भएर पिच भए भए छिटै पुग्थ्यो ल त अब हामी भेट्छौँ अहिले दामी बाटोतिर है हामी चाहिँ यहाँबाट निस्क्यौँ है गाइड्स होइन केटा हो यहाँबाट निस्किसकेका छौँ हामी खाजा खाएर बाटोको हाल यस्तै छ कतिको देखिरहेको छ यो अल अफ यु गाइड्स यो न्युटन बस्यो बाइक फेरि बाटो चाहिँ यही हो ढुङ्गा छ कि यो चाहिँ गाडीलाई नि गाह्रै पर्छ यो एउटा हल्का मेन्टेन हानि हुने बाटो हेर यस्तो साइडको बाटो छ कि यहाँ चाहिँ बुझ्न ल लान्स ल पुरै ठाडै उकालो छ कि पछाडिबाट हेर्दा ल ड्याम्स ल घरहरू छ यहाँबाट दामी भ्यू देख्छ केटा हो फेरि भ्यू हेर्ने हो गाइड्स ल यु क्यान सी द भ्यू म्यान सनसेटको भ्यू हेर ल लाइटहरू हेर त्यहाँ मुनि घरहरू छ डाँडाबाट हेर नि ल दामी छ नि त भ्यू है अक्खा छ नि ल जम्मै हामीलाई ढिला भइसक्यो फाइनली है केटा हो यही हो ल यो हाम्रो गाउँको च्यानघाट हो यहीँबाट सुरु हो हाम्रो गाउँ यहाँ माथि सब हाम्रै हो हामी डाँडा टपमै हो कि बुझ्नु डाँडामै छ हामी अब यहाँदेखि मेरो घरसम्म छ मै त रात हामी चाहिँ आइपुगेका छौँ यहाँ अब यहीँ हो हाम्रो बाइक पार्किङ यो चाहिँ हाम्रो टाइसन आइसकेपछि पनि छ यो पार्किङ दिस इज माई पार्किङ एरिया 6 बजे आइपुग्यो ट्याक्कै ल केटाकेटी हो हामी घर आइपुगेका छौँ फाइनली वी अराइभ अब यहाँ मम्मीले गाना हान्छ मम्मी यहाँभित्र छौ मम्मी यहीँ छ खसी जीवा तिमीलाई मम तिमीलाई मम आया उगी छे राङ्नु न बाउ
Dress on. Dress on. Dress on. Hai, घर आइपुग्यो हामी घर आइपुग्यो ल बाबा